इनबिल्टको प्रोसेसबाट चाहिँ आज हामीले यो मार्बल आर्ट क्रिएट गरौँ। यसको लागि चाहिँ हजुरहरूले व्हाइट बेस लगाएर मजाले क्योर गर्नुहोला। त्यसपछि मैले यहाँ क्लियर जेल लिएको छु। हजुरहरूले व्हाइट जेल लिँदा पनि हुन्छ, अलिकति थिक नै राख्नु होला यो चाहिँ। अनि नसुकाइकन यस्तो प्लास्टिकको पेपर लिएर यसरी प्लास्टिक लिएर चाहिँ हजुरहरूले यसमा अब आफ्नो टेक्स्चर बनाउनु होला। मैले चाहिँ डटिङ टुल्सको हेल्पले बनाएको छु। आफूलाई मनपर्ने रिजल्ट आइसकेपछि क्योर गर्नु। अनि क्योर गरिसकेपछि यसरी बिस्तारै निकाल्दा यस्तो हल्का मार्बल इफेक्ट आउँछ। अनि मैले चाहिँ यहाँ आइस्याडो युज गरेको छु है। हजुरहरूलाई चाहिँ अब कुन चाहिँ पिगमेन्ट युज गर्न मन लाग्छ त्यही पिगमेन्ट युज गर्नुहोला। पिगमेन्टहरू चाहिँ अब आइस्याडोले यसरी आफूलाई ऱ्यान्डमली नै केही राख्नु होला। त्यसपछि मैले यो गोल्डनले अलिकति मार्बल इफेक्ट दिनको लागि चाहिँ हल्का हल्का आउटलाइनहरू कोरेको छु। आफूलाई मनपर्ने डिजाइनवाला आइसकेपछि चाहिँ सुकाएर अनि फेरि माथिबाट क्लियर जेल नै राख्नु होला। अब चाहिँ क्लियर जेलले मजाले यो टेक्स्चरहरू ढाकिसकेपछि चाहिँ अनि यसलाई मजाले क्योर गर्नु होला। हजुरहरूले क्योर गरिसक्नु भएपछि चाहिँ यहाँ हाम्रो फाइलिङको प्रोसेस आउँछ। फाइलिङ गर्नु होला। फाइलिङ गरिसकेपछि चाहिँ टप कोट लगाएर मजाले सिल गरेर अनि त्यसपछि 60 सेकेन्ड या 120 सेकेन्डलाई क्योर गरिदिनु होला। अनि यसरी ब्युटिफुल आर्ट पिस भएर निस्किन्छ। यदि हजुरहरूलाई पनि यस्तो नयाँ नयाँ क्लासहरू लिन मन छ, नयाँ नयाँ डिजाइन्सहरू क्रिएट गर्न मन लाग्छ भने हाम्रो पेज पनि फलो गर्नुहोला अनि क्लास पनि जोइन गर्नुहोला। थ्याङ्क यू सो मच फर वाचिङ।